कर्णालीका जनतालाई सबैजनाले अहिले भेडा भेडा भनेर जुन एकदम सामाजिक सञ्जालहरुमा एकदम सुनिरहेको छ नि, कर्णालीका जनता यसै भेडा भएका होइनन् के। कर्णालीका जनतालाई त्यहाँ भेडा बनाइयो, कैयौं वर्ष 10औं वर्ष जनयुद्ध गरियो, भेडै मात्र बनाइयो, कैयौं वर्ष एमालेले भेडै बनायो, सबै पुराना दलहरुले भेडा बनाएर त्यहाँका कर्णाली जनतालाई जनता नै भेडा राजनीतिक दलले नै भेडा बनाएको हो के। कर्णालीमा अहिले पनि स्वास्थ्य शिक्षा रोजगार केही छैन भन्ने हो भने त्यहाँ अहिले इन्टरनेट छैन। कर्णालीको मान्छेलाई इन्टरनेट भनेको के हो केही थाहै छैन। त्यहाँको मान्छेलाई भन्ने कुटो कोदालो अन्त कालीपारा जाने, कोही कोही विदेश आउने, त्यति हो। अरु त्यो भन्दा अरु केही थाहै छैन त्यहाँ कर्णालीको जनतालाई। अनि त्यहाँ कर्णालीको जनतालाई एमाले, माओवादी, कांग्रेस यो तीनटा पार्टी भन्दा अरु पार्टीको नामै थाहा छैन त्यहाँको मान्छेलाई। त्यहाँको मान्छेले भोट जति वर्ष जति जे भयो पनि त्यसैमा मात्र हाल्छन् के। जुनै कोही कोही 2-4 जना मान्छे पढे लेखा होलान्, उनका छोराछोरी पढा लेखाएर कोही जापान अमेरिका कता कता ठुल्ठुल देशमा पढाएको, विदेशतिर पढाएको होला, त्यहाँ विदेशबाट फोन गरेपछि ल यसमा हाल्नु है भन्ने मात्र हो। उनीहरूलाई फोन भनेको के हो, उठाउने कल कुरा गर्ने भन्दा अरु केही थाहै छैन उनीहरूलाई। इन्टरनेट भनेको के हो, उनको गाउँ ठाउँमा इन्टरनेटै छैन। त्यो कारणले कर्णालीका जनता यसै भेडा भएका होइनन्, भेडा बनाइएको हो। यो भेडा 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 भनेर गाली गर्ने काम चाहिँ बन्द गर्नु कर्णालीको जनतालाई। एउटा उपचार गर्नलाई कर्णालीको जनता कि लुम्बिनी आउनुपर्छ कि भने बागमती काठमाडौँ आउनुपर्छ। अब त्यो भन्दा अरु उपाय हुँदैन कर्णालीको जनता। कर्णालीको जनता जडीबुटीको अझै पनि विश्वास गर्छन्, धामी झाँक्रीको अझै विश्वास गर्छन् कर्णालीको जनता। कर्णालीको जनता यति पछाडि गएको चाहिँ कर्णालीमा बजेटै हाल्दैन। यो भन्दा अगाडि पनि कैयौं सरकारहरु जान्छन्, बजेटै हाल्दैन। जति बजेट हाल्दिए पनि केही चालु गर्दैनन्, त्यहाँ बोल्ने कोही छैनन्। त्यो कारणले नै कर्णाली यसो पछाडि परेको हो। कर्णालीको जनता यसै भेडा भएका होइनन् के। कर्णाललाई भेडा चाहिँ बनाएको यो भन्दा अगाडिको दलले। यो अहिले यो जुन नतिजा छ नि, यो भोटको नतिजा, यो अरु अवस्थामा यो नयाँ पार्टीका ठूला नेताले गए पनि, ठूला अथवा शीर्ष नेता रवि लामिछाने, ब्यालेन शाह यिनीहरु गए पनि यिनीहरुको पनि त्यस्तै हालत हुन्छ। त्यहाँ तिनीलाई हाल्दै हाल्दैन भोट, किनभने त्यहाँ जनतालाई केही थाहै छैन यो के हो। यो भनेको स्वतन्त्र पार्टी भनेको, घण्टी भनेको के हो, नयाँ पार्टी भनेको के हो भन्ने कुरा त्यो पनि थाहा छैन उनीहरुलाई। उनीहरुले यो चुनाव के गराउनु पर्छ, यो चुनावले के काम गर्छ, यो चुनाव कस्तो हो भन्ने यो पनि थाहा छैन के कर्णालीका जनतालाई। त्यो कारणले कर्णालीका जनता भेडा भएको हैन, भेडा बनाइएको हो। यो चाहिँ बुझ्नु जरुरी।